कान्छा मेरो नाउँ आउँदै जाँदै गर्नु है सबलाई राम राम आउँदै जाँदै गर्नु है सबलाई राम राम। म चाहिँ अर्जेन्टिनाको फ्यान है अर्जेन्टिनाको फ्यान हो, मेसीको फ्यान हो। तर वर्ल्ड कप चाहिँ तीनटा देशले एउटाले जितोस् क्या यसपालि। अब अन्तिम हो नि त, नेमार मेसी र रोनाल्डोको टिमले जितोस् भनेर मैले दुई सपोर्ट चाहिँ तीनटा देशलाई गरेको छु। अब हेरौँ फाइनलमा चाहिँ अब आफ्नै अर्जेन्टिनै रोज्नुपर्छ। दुईवटा देश पुग्यो भने त्यही हो। तर अब यस्तो यो रोनाल्डो मेसी र नेमार भएर मात्र यो चोटिको वर्ल्ड कप हेर्ने यस्तो मान्छे निस्क्यो। नत्र प्रायः अबको 2030 को वर्ल्ड कप चाहिँ यस्तो हेर्ने चाहिँ निक्लिँदैन क्या। नेमार मेसी र उसले गर्दाखेरि नेमार मेसी र रोनाल्डोले गर्दाखेरि यो यत्रो हेर्ने मान्छेहरू पनि धेरै भएको क्या। अब चाहिँ यस्तो हेर्ने मान्छे अर्को सालमा अलिक कम हुन्छन् जस्तो लाग्छ है मेरो विचारमा चाहिँ। तीनटा रोनाल्डो मेसी र नेमारले गरेर यसपालि खेलिरहेको मजा आइरहेको छ हेर्न। बबाल दर्शकहरू पनि छन्, हेर्ने मान्छे पनि धेरै है। यहाँ एउटा रुख रहेछ, माथि चढिदिउँ कि भाँचिन्छ? यो त नभाँचिने रहेछ त होइन, भाँचिन्छ। ल म यहाँ चढ्ने भएँ। अब यहाँ हेर्नु ल, यसपालि चाहिँ अर्जेन्टिना जित्छ है। मेसी 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 माथि चढ्छु ल म मेसीको लागि। म माथि चढ्छु है। ओइ के तेरिका यार, अर्जेन्टिना मेसी अर्जेन्टिना जित्छ। मेसी ओइ अर्जेन्टिना 1 2 3 अब 4टा। यस पानी छोडियो।